हेलो सबैजनामा नमस्कार। म रञ्जिता बस्नेत निगोलाको तर्फबाट आज फेरि पनि नयाँ भिडियो नयाँ दिनको साथमा आइसकेको छु। हजुरहरूको दिन शुभ रहोस्, हजुरहरू स्वास्थ्य व्यस्त रहनुहोला, मस्त रहनुहोला भन्दै अहिले चाहिँ बाख्राले खोले खाँदैछु साथीहरू। यहाँ खोले दिने क्रममा छु। 6:30 बजिसकेको छ अहिले। उहाँले पनि खोले खाइसक्नुभयो। हामी घरको लक्ष्मीले पनि खोलेहरू खाइसकेका छन्। उहाँ चाहिँ दुध खान नपाएर होला दुईटालाई थुनिदिएको छु। के भयो? एकछिनै त अहिले गाईको दुध खानुपर्छ होला। एकछिनै पखै त गाउँ कराउँ त साथीहरू। कुखुरा कराउँछन्, बाख्रा कराउँछन्, गाई कराउँछन्। बिहानको उनीहरूको गुड मर्निङ भनिसके साथीहरू। घाम पनि झुल्किन कति राम्रो देखिन्छ क्या घाम झुल्किन आँटेको बेलामा। बच्चा निकालेको छ कि साथीहरू। कति साह्रो चाहिँ कराएको। आम्मामा किन कराएको? घाम निस्किन दियो न, म बाहिर निकालिहाल्छु त। आम्मामा उज्यालो त देख्नु भएन। एकछिन पख न, घाम निस्किन दियो। कति साह्रो कराएको। सुभाष न उठ्नु न छिटो। 6:30 भइसक्यो। म के गरेको? म गरेको राम्रो ह्यान्डराइटिङ पारा गर्नु ल। म चिया पकाउँदै गर्छु अनि नास्ता खानुपर्छ। आज छोरीको छुट्टी हो, ट्युसन पनि छुट्टी अरे र कपडाहरू फालेर म चाहिँ घरमा एफएम पनि सुन्छौँ क्या साथीहरू। कति घरमा एफएम सुन्न छोडिसक्नुभयो नि त। हामी चाहिँ सुन्छौँ। अब बुवा हुनुहुन्छ, बुवाले पनि सुन्नुहुन्छ। मलाई पनि रमाइलो लाग्छ क्या सुन्दै, काम गर्दै गर्नलाई। अनि बुवा चाहिँ रेडियो सुन्दैछ, म चाहिँ अब चिया पकाउँछु। नानीलाई खाजा खुवाउनु पर्ने हुन्छ। मैले चाहिँ अब कस्तोहरूले खाइसकेँ। अब मान्छेको पालो यति गर्नु होला। कस्तो मिसिन सुरु हुन आँटिसक्यो है साथीहरू। अब जाडोलाई टक्कर दिँदै वासिङ मेसिन सुरु भयो मेरो चाहिँ। सुभाषनाथ टोइलेट। कति तातो वासिङ मेसिन चलाउनु पऱ्यो। दुधु अब सरफ हालेर चाहिँ त्यो दुधु वासिङ मेसिन चलेपछि लुगा त एकैछिन। यस्तो वासिङ मेसिन कहाँ पाइन्छ जाडोमा? हाम्रो घरमा पाइन्छ। वासिङ मेसिन चल्न थाल्यो साथीहरू। अब यसरी चाहिँ गाँज निकालेर चाहिँ धोएपछि किन सफा नगर्नु? लसुनमा खरानी लाउनु पर्यो। बाँधेको छ, म त्यहाँ पनि बाँध्छु। अब यहाँ पनि बाँधेको छ। जान्छ होला हौ। त्यतिकै छ। होइन बाँधेको त बाँधेको हुन्छ। कति खुकुरो भइहाल्दो रहेछ है राखेपछि। जुत्तो त अस्ति लगाइदिएको थियो। अब यो लगाएपछि कल भएर आउँछ। त्यत्रो डढाएको कति थोरै भएको हो। 2 ड्याङ लानु पो पुग्दैन कि क्या हो। छोटोले त भेटेन होइन दाजु। एउटा ड्याङ लानु पो पुगेन त्यत्रो भालेको त।
लसुनमा खरालो छाकेर आइसक्यो साथीहरू। मेरो गाई पनि निकाल्नु पर्नेछ घाममा, जाडो भइसक्यो। अन्त त्यो परद राख्ने काम हुँदैछ, फुकेका परद बाँध्नु पनि पर्नेछ। भिडियो कस्तो हुँदैछ हेरेर जानु। निस्किनुपर्छ ल, घाम लागे, जाडो भयो होला, सोरसार गरेकै छैन। कति राम्रो बनाइछिन् हौ कोठा त। मेरी छोरीले त, छोरी भएको घर भनेको स्वर्ग जस्तै अरे हो कि होइन छोरी, भनिदेऊ त। लाज लाग्यो अरे उसलाई। कार्पेट च्याप्दै हेर, यो खालको कार्पेट त 2 वर्ष नि थाम्दो रहेछ। सामान भनेको चाहिँ महँगै लाउनु पर्ने छ सुरुमा। यहाँ चाहिँ ससुराबुवा बसिरहनु भएको छ। अनि पुरा काममा जान लाग्नुभएको साथीहरू। बाइक धुनु हुँदैछ, सफा गर्नु हुँदैछ, काममा जान लाग्नुभएको। पाठालाई हेरेर आएको। अनि के गर्दैछ नि त पाठा? खेलिरहेछन्। ए तिमीसँग पो खेलेका पाठा? लु भयो भयो, साइकलमा त लडिन्छ, हुँदैन। रुम सफा गर्दैछ साथीहरू। म चाहिँ अब खाना बनाउन लाग्नुपर्छ, किनभने मेरो छोराछोरीलाई स्कुल जान ढिलो हुन्छ। मेरो बुढा चाहिँ काममा जान लाग्नुभयो, गइ पनि सक्नुभयो। काम भनेको सानोतिनो हुँदैन साथीहरू। मेरो बुढा चाहिँ नेपालमा काम गर्नुहुन्छ, वाइरिङ प्लम्बिङको। आवश्यक परे भन्नु होला, सम्पर्क गर्नु होला। अनि अब खाना पकाउनु यस्तै हो। हजुरको दिन पनि कसरी चलिरहेको छ? मेरो त्यस्तै नै चलिरहेको छ। घरैसी कामहरू, धन्ना पात त्यस्तै त हो। नानी केटाकेटी। भिडियो कस्तो भयो लाइक कमेन्ट गर्नु होला। सब्सक्राइबर पनि गर्नु होला। बोल्न जान्दिनँ क्या म, इङ्ग्लिस जान्दिनँ नि त। त्यही भएर पढ्न त अलिअलि पढेकै हो, तर नेपाली स्कुल पढेको कि मैले, त्यही भएर जान्दिनँ। तर अहिले पनि नेपाली स्कुललाई चाहिँ फेरि होच्याएर भन्न खोजेको होइन नि। अहिले त कस्तो ट्यालेन्ट पो छन् है नेपाली स्कुलमा पनि, सरकारी स्कुल भनेर हुँदैन नि। अहिले त इङ्ग्लिस मिडियम छ। हाम्रो जमानामा एउटा कि दुईवटा एउटा थियो। अनि कसरी भने सबै नेपालीले जितिहाल्थ्यो, इङ्ग्लिसलाई खाइहाल्थ्यो। अनि म जान्दिनँ। मेरो जस्तो छ त्यस्तै स्वीकारिदिनु होला भन्दै आजलाई म भिडियोबाट बाई बाई भन्न चाहन्छु। हजुरहरूको दिन शुभ रहोस्। बाई बाई साथीहरू।